बहिनी पसलमा आउ त माइजू भयो उयो डाँडामा जाँदैछौँ है यो डाँडामा गलेछ क्या किरानीको हात हेलो गाइस युवराजको च्यानललाई सब्स्क्राइब गर्नुहोला सो हेलो सबैलाई जय मसी नमस्कार गर्ने लासो काटिना सो हामी चाहिँ अहिले उयो डाँडामा जाँदैछौँ है यो डाँडामा बाटो यता छ एकदमै के भन्छ आज चाहिँ स्पेसल भ्लग छ हामी चाहिँ डाँडामा क्रुज छ होइन क्रिस्चियन भएपछि चाहिँ हामी त्यसको प्रार्थना गर्नको लागि क्रुजमा माहौल हेर्नको लागि जाँदैछौँ बाटो यस्तो छ उब्रिँदैन थियो लिनु पऱ्यो उकालो छ ड्राइभर चाहिँ बाइक ड्राइभ गरिरहेको हामी चारजना टिम सो हामी चाहिँ छौँ अहिले भाउबाट उकालो लागिरहेका छौँ ए होइन बाटो चाहिँ यस्तो भयो नि 35को स्पिड चाहिँ नर्मलै हो कि फेरि साथीहरू चाहिँ यतातिर छ अर्को बाइकमा किरण र के भन्छ विनोद राई कहाँसम्म बाइक जान्छ होइन बाइक त पहिला जान्थे अहिले चाहिँ जाँदैन होला कहाँसम्म बाइक जान्छ गाडी एउटा छ हाम्रो त्यसपछि कुरा हिँडेर गएर त्यो डाँडामा दामी हामीले नै स्थापित गरेको क्रुज छ त्यहाँ जाने लेट्स प्रे टुगेदर होइन एकअर्कामा स्कुल भालुखोप डाँडाको स्कुल चाहिँ यस्तो छ यो स्कुल चाहिँ मैले नै बनाएको स्कुल हो होइन मेरै हातबाट पत्ता यतिबाट हो चिसो दिउँ नलाने पैसाले त बनाएको कतिवटा चारवटा ओ बहिनी पसलमा आउ त माइजू भयो कस्तो मजा आउँछ हान्नु एकैछिन पसलाउनु त के छ जा के छ लिएर आइज गोप्लेको भ्लग चलेको छैन होला सबै डिटुमा बसेको होला होइन गाडीमा बसिरहेछ हाम्रो किरण सर घालखोड यस्तो छ होइन लम्पसर पार्टी हो माटोमा भोट केमा किरण हाम्रो त माटो विक्रम भोट केमा हाल्ने यसपाल ल कोही माटोमा हाल्ने कोही डस्टबिनमा हाल्ने कोही मुखमा हाल्ने म चाहिँ केमा हाल्ने माटोमा माटोले यता त माटो चलपल छैन त यता त घन्टी रवि कुलेस केही कामै छैन यिनीहरूलाई त हेराइहाल्ने घन्टी मात्रै छ त होइन यिनीहरूलाई खुलेआम तरिकाले हिँड्दै भेडान ढुङ्गाले हान्छु हौ म त यो रुख होइन अनि यो सूर्य होइन अनि हँसियाहरूलाई चाहिँ हान्ने हो क्या अहिलेसम्म भने
घन्टीलाई एक्सक्युज दिनु तेरो सरकारी ठगी भनिरहेछ तेरो पैसा राखेको भए तैँले के भन्दैछ होला त्यो तेरो आफ्नो पैसा जो सही सहकारी ठगी भने जस्तो त्यसले नै अब लालपुजा लिएर आएको छ के को लागि रविलाई निकाल्नको लागि को चाहिँ कसलाई सहकारीको मान्छे हेर रवि निकाल्छ त्यो आउँछ अरू कोही आएको तेरो पैसा 12-15 के भन्छ थोरै पनि 20-25 लाख खाइदिरहेको छ सरकारीले भने त जान्छस् निकाल्नु म ठटाउँछु डन्ठाले लगेर गएर खुलेआम भेटायो भने त खुकुरले काट्छु पो झन् अझ बजाइदिन्छु म त त्यही भएर घन्टी नबनि राख बालेन पनि आलु जस्तो कामै गरेन त्यसले अनि अहिले कुलमान बालेन होइन त्यो के अरे रवि मिलाएको थियो नि त मिलाएर यस्तो दामी लागेको थियो म आज यहाँ आउँदैन थियो कि म टक्क उयोले भेट्न जान्थ्यो के अरे कुलेलाई भेट्न जान्थेँ कुलमानलाई हाम्रो त्यहाँ आएको थियो नि त दिन छुटेपछि मलाई भेट्नु मन लागेन ल हाम्रो यात्रा चाहिँ यहाँ डाँडासम्म आइपुग्यो यो घर चाहिँ महासङ्गम फुलामी सहरको हो होइन लगाएर यहाँबाट चाहिँ बाइक उता जानेवाला छैन जस्तो लागिरहेको छ तत्कालको लागि हजुर चोट हजार खाएँ अनि बदलकार भएँ म यो के खानुहुन्छ बे त्यही त नि खाने बन्सीमल भन्छ यो बन्सीमल भन्छ क्या यसलाई खाने चाहिँ के हुन्छ यसको दाना हुन्छ क्या यो दाना मलाई 1 केजी जति बनाइदिँदा गराउँथ्यो होला म 2000 दिन्छु यसको यो दाना खै न अरू कुरा गरियो यो बातको बिराम हुन्छ नि यो हाड जोडी दुख्ने यो यो खान्छ कहाँ हो कुरा किन लिएर जाने रहेछ बाटो छ अप्ठ्यारो घुम्तीमा मोड्नु है यही हो लैजाऊ किन डराएको ल फाइनली यहाँसम्मै आयो गाडी चाहिँ अलिक पर अब हाम्रो डेस्टिनेसन चाहिँ धेरै टाढो छैन नजिकै छौँ यस बाटो चाहिँ बोक्नु परेन बाइक बोक्नु परेन बाटो चाहिँ बाइक जाने खालको रहेछ अलिअलि तर यो राइडरहरूलाई चाहिँ ठिक हुन्छ है अहिलेदेखि छ लेगा ठोक्यो भने आफ्नो लेग पनि ठोक्यो भने पनि केही भएको छैन केटाहरू के किन ल्याइपछि बाइज्यो यहीँसम्म भयो अरे हाम्रो गन्तव्य यता जान्छ यहीँसम्म यहीँ राख्ने नि ए काटिदिन्छ क्या जल्दी जल्दी यहीँसम्म ल यो चाहिँ सिरगारी डाँडा भनिन्छ भालखोपी मुनि पर्छ भने ठक्क लाएर यहाँ चाहिँ सिरगारी डाँडा भनेर चिनिन्छ टक्क यो बाटो हुँदै यहाँ चाहिँ हामीले नै निर्माण गरेको क्रुज त्यहाँबाट बर्को रुख पलाइरहेको छ होइन धेरै वर्ष भयो भनेर चाहिँ जनाउँछ आज हाम्रो विशेष कार्यक्रम चाहिँ यहाँनिर सर्ट प्रे हुन्छ अनि यहाँनिर लिएर आएको छ खानेकुराहरू टक्क लाएर होइन
यो चाहिँ यहाँ हाम्रो साथी विनोद हामी सँगै बाइबल कलेज पढेको थियौँ 3 वर्ष अनि त्यसपछि भेट भयो अनि भेट्न आयो होइन त्यसको उपलक्ष्यमा चाहिँ लेट्स टुगेदर प्रे भनेर चाहिँ एकसाथ हामी किन प्रार्थना नगर्ने भनेर चाहिँ यो कार्यक्रम आयोजना गरेका छौँ होइन त विनोद सर अनि हामीले चाहिँ के ल्याएको छ भन्दाखेरि टक्क लगाएर बियर के अरे बियर हेत्तेरी यार यो मक्स टाइगर लिएर आएको छ रेडबुल यो वाटर लेमन यो अचार होइन यो चाहिँ यहाँ चाहिँ विशेष चाहिँ यहाँ प्लास्टिकभित्र छ अघि बाइकमा आउँदाखेरि चाहिँ अलिकति ध्वस्त भएछ यहाँ चाहिँ यस्तो छ होइन गाइस अब यसलाई चाहिँ टक्क लाने आगो पुगेर चाहिँ हाम्रो आजको के भन्छ मासु पोलाइ बार्बेक्यू चाहिँ हामीले गर्ने योजना गरेका छौँ केटाहरू आगो पुग्नु व्यस्त छ मासु नि चुक्दै अलि बसियो यार यस्तो के भयो यार पुरै यताको किरण गोपाललाई पक्रिनुलाई लगाइराख्नु हजुर ढुङ्गा आइसु त ल सही तारिक पक्रेको किरण चियापत्ती हेर ल भिडियो गर्दा भाइ समात मोबाइल ल आजभोलिको खुवाइहरू यस्तै हो सबैजना मान्छेहरू कता कता कुदिहिन्छन् हामी भन्ने कुरा राउटेको जिन्दगी लिएर चाहिँ डाँडा डाँडातिर आएर यसरी यसलाई चिकनै चाहिँ भनिहाल्नु मिल्दैन होला यो पक्कै पनि मलाई लाग्छ यो मङ्की नै हो केटाले खाएको चाहिँ यो आजको मङ्की बनाइने यहाँनिरको मेन लिडर भनेको चाहिँ यो सेतो सेन्डु लाउने मान्छे हो मेन नाइके भनेको भाइ यो आजको नाइकेको रूपमा गनिन्छ गोपाल चितौरे राणा गलेछ है क्या किरानेको हात ल हाम्रो किरण सरले चाहिँ यसको अन्त्येष्टि गर्दैछ मजाले मिलाइ पाराले होइन कस्तो फिल भइरहेको छ किरण कहिले गरे जीवनमा यस्तो डाँडा बसेर हो साँच्चै त्यही उकालकाल भइसक्यो माथि माथि राख्नु माथि माथि त्यही त मासु पाइगयो पाएर हुन्छ बाघहरूलाई ल हाम्रो चिकनको अवस्था चाहिँ यस्तो छ पाक्ने काम चाहिँ एकदम जारी छ अब लगभग कति पर्सेन्ट पाक्यो होला यो 70-80% पाक्यो छ अब खाने मात्रै बाँकी छ अलिकति चाकटाक किन पाएको छिटो हुन्छ अब पत्ता टिप्नु कहिले पाइछ यार के हो मुर्रा अब पत्ता टिप्नु जानु पर्यो ल अब हामी सबै कुरो यहाँ तयारी भयो यहाँ अचार पनि तयारी छ रेडबुलहरू होइन सबै पानीहरू डियोहरू सबै अब यसको पर्खाइमा छ यो चाहिँ अलिक पाक्नलाई अलिक टाइम लाग्ला छ हाम्रो किरण सरलाई एकदमै मोटिभेटेड चाहिँ यसलाई पकाउने प्रयत्न गर्दैछ प्रयास जारी छ त्यो साथीको हामी चाहिँ यहाँनिर कहिले पाक्छ र खाउँला भनेर बसिरहेको छु हो प्लेट मिलाएर वेटिङ फर इटिङ होइन इटिङ भनेर खाँदै पर्दैन पहिला सुरुमा खोल्नु जानु रहेछ म त मेरो त घरमै छु त नि अलिक खोलिहाल्छ पाएको रहेछ कि त्यता कडा यार
ए भोज लाउँदा यहाँ once more सबैजना गएको आयो आमा गोपाल यो त दामी पाकेछ यो चाहिँ हो भर्खरै यो चाहिँ बबल पाकेछ ल ल हामी पनि आउँछ ल अब आजको खुवाई सबैभन्दा अन्तिम खुवाई हो यो सकिसक्यो आयो मरेको आजको खुवाई चाहिँ सबैभन्दा अन्तिममा एन्डिङ भनेको चाहिँ गोपाल चितौरे राणाले गर्छ गर्छ यो गर्छ मैले गर्छु तँले गर्छ पुछर खाने त्यही हो यसले सबै खाने हो पुच्छर टाउको खुट्टा यहाँबाट सबले फिला पाइन्छ चाहिँ यो सँगै भरेर मैले त अरे अरे कसरी सक्नु भन्दैछस् अघि झन् खाने खाने भन्दै आएको खायो त नि खाएको जस्तो ज्यान पनि छ यत्रो त्यो त। कुखुरा यार मासु धेरै नल्याउ भनेको नि अघि नै अलिक कम्तीले गर्नु भइहाल्थ्यो त हाम्रो आजको वनभोज हो कि के हो यो आजको खुवाई सबै सक्यो होइन नि सबै इन भयो दुइटा कुकुरहरूले नि रमायो होइन हामी यहाँ 4जना कुकुरहरू के हो नि हामी जे भन् न भन्नु त के भएको छ र भन्दै गर्न हो हामी खुसी भयौँ बल्ल बल्ल खायो फाइनली सक्यो होइन अब हामी यहाँबाट जानेछौँ त्योस आजको दिन यस्तै भयो किप वाचिङ किप सपोर्टिङ होइन अनि किप सब्सक्राइबिङ ल सुरक्षा हाम्रो जीवनमा ज्ञान बुद्धि दिनुहोस् हामी अब छुटेर जान्छौँ परमेश्वरको सुरक्षा रहेको होस् बिन्ती छ धन्यवाद सबै कुरा तपाईँको अनुग्रह हामी चाहिँ लागो घरतिर होइन अब डाँडाको एउटा रमाइलो क्षण समय काटियो अनि त्यसपछि हामी घर जाँदैछौँ गाइस त्यही हो यस्तो चाहिँ बाटो अहिले पनि देख्यो होला होइन तपाईँहरू आउनु चाहनुहुन्छ भने ठ्याक्कै लोकेसन चाहिँ म कहाँबाट भन्छु भन्दा लालबन्दीबाट सिधै मरिन जाने बाटोबाट अनि ठ्याक्कै तपाईँ नन स्टप बाहुन डाँडा पत्थरकोट हुँदै अनि नारायण खोलाबाट माथि उकालो लाग्नु होला होइन अनि त्यसपछि भालुखुङ स्कुल आइपुग्छ भालुखुङ स्कुलबाट तपाईँ ठ्याक्क लगाएर सोध्नुभयो भने सिरुबारी डाँडा कता हो भन्नुभयो कसैलाई भन्नुभयो भने बताइदिन्छ यही डाँडा अगाडि तपाईँको डाँडा हो बाटो चाहिँ यस्तो छ तपाईँहरू स्कुटीमा चाहिँ नआउनु अलिकति असम्भव हो बाइकहरू चाहिँ जान्छ जस्तो पनि हो त्यही हो गाइज अनि जति पनि क्रिस्चियनहरू हुनुहुन्छ तपाईँहरू स्वागत छ मलाई चाहिँ अब गाह्रो छ कताबाट जाने चाहिँ लिनुपर्छ एक गेटले पनि ढाउ लाग्छ होइन क्लच लिँदा हो